युट्युब च्यानल अनि आज चाहिँ हामी स्विमिङ जान लाग्यो साथीहरू भएर स्विमिङ जान लाग्यो। ल कस्तो हुन्छ के हुन्छ हेर्दै जानु है। ल जानलाई रेडी भइरहेछन्। यता दाइ पनि रेडी हुँदै हुनुहुन्छ। सँगै जाम्ला के सँगै। ल हामी चाहिँ लाग्यौँ है। हामी त्रिशुलीतिर के अरे के भन्छ तिनाउ खोलातिर। आज तिनाउ खोलाको फर्स्ट टाइम जान लाग्यो साथीभाइहरूले जाम भनेर। अब हामी जाँदैछौँ। हामी फाइनली आइसकेका छौँ। हेलमेट त जाने हो, म त हराउँछ यार। भित्र कहाँ अड्छ? अड्दैन राखिदिनु त। नयाँ आइडिया सिकाउँ है, दाइले सिकाउँदै हुनुहुन्छ। ल यो पनि कसले राखिदिन्छ त फेरि? त्यसलाई उता पट्टि राख्नु लैजान्न बाबा। आइडिया चाहिँ खत्रै हो। सन्तु अहिले खाँदैनन् कहिले पनि। दाईको चटपटे खान मन लाग्यो सिद्ध बाबा आमा है। तल्लो सिद्ध बाबा होइन र दाई? तल्लो भन्छ यही हो त हो तल्लो भने। रेसुङ्गा जाने हो। स्पेसल छ यहाँ। हो सही हो। हामी सिस्टमेटिक तरिकाले जाम। कसरी जाम त भन्दा चटपट लाने हो। कताबाट हो झर्नी? कता हो र? यता यता टिकट काट्नु पर्छ कि। जाउँ हिँड रेसुङ्गा जाने हो। रेसुङ्गा छैन झोला त बोक्नै पर्छ। अनि ल पानी आएछ त यहाँ छ त बिजनेस। ल पूजा गर्न जाने त होइन क्या हामी। टुङडुङ 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 हो क्या? मैले ल्याइदिउँ भित्र ल्याउने छ क्या। म फोन गरेको पूजा गरेको त होइन यो। खै कुन्नी कताबाट थाहा होइन। अनि को त कसले त पैसा उठाउने? 10 रुपियाँ यही बच्यो। नेपाली हो नि, चान्स पायो भने गर्छ भन्थ्यो। त्यस्तै आइयो त हामी त। अनि उताबाट 10 रुपियाँ हो, यताबाट गयो फेरि यहाँ हो। रुपियाँ बचाएको अभियान हो कि। अनि 10, 20, 5 जना जस्तो कतिजना? 7 जना खाम होइन र हामी? 70 रुपियाँ बचाउँला। 70 रुपियाँको चाउचाउ आउँछ होला। देख्न सक्नुहुन्छ। सन्तु 10 रुपियाँ बचाउनलाई चोर बाटोबाट झरे। जरिमाना होला यार। जरिमाना झरम के अब थाहै थिएन भनिदिनु त हो नि। के छ र? यार हैछ त। ओ पूजा नि गर्ने हैछ।
देख्न सक्नुहुन्छ। यो ड्याममा त कतिजना खुल्किसके यार। इन्डियन दुईटा पनि खुल्किए एकैचोटि। गहिरो पनि गहिरो हुने जता छिरे नि हुने कि सबैतिर त चोबल माथि त्यही तलसम्म। पाल्पातिर पानी आयो भने सबैलाई सोहोरेर लान्छ एकैचोटि। तिनीहरू आउलान् के अरे आउलान् के अरे लाग्छ कि अलि उसमा जानुपर्छ कि यस्तोमा त लाग्छ कि ढुङ्गाले टाउकामा लाग्यो भने काट्छ। टुडिलको उठ्छ कि काट्छ। के अरे धेरै हिँड्ने ठाउँमा नडा मैले फर्किँदा गएर अहिले हिँड्न जाऊ हुन्छ होइन। पोठा मगाउँ लाग्यो हाम्रो साथीहरू कता हरायो भने हो आउँदैन नि त। माछा नि छोपिरह नि त। साँझलाई शीतन हो क्या हो पौडी नि डबल काम। भोलिको लागि होइन भोलि फेरि आउने हो। कहाँदेखि आएको? बिस्कम चोकदेखि। ल्या चौरा अरे एउटा बिस्कम चोक र चौरा त फरक हो के नि? ए दुईटा अलग अलग हो। ल हस् हस्। लिपु लेकमा जाने हो तिमी? कट्टु अलि मास्ति तान फेरि। लिपु लेकमा जानलाई पहिला कट्टु तान्नुपर्छ यार। अनि पौडी हान्नै भनेर आयो त अनि उहाँबाट। म पनि बल्ल फर्स्ट टाइम हो कि ल 5-6 वर्ष पछि होइन फर्स्ट टाइम हो कि निस्किन त ठाउँै छैन त। फाइनली के अरे के अरे शाहरुख खान शाहरुख खानको पोज। झरम छ त त्यहाँ त धेरै गइरहने पौडिनु हुन्न के। ल फेरि त्यही ठिक थियो अरे तन्नेरी हुनुहुन्छ बल्ल। 16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ अहिले पो बुढो भएर। चापी खस्यो भने बर्बाद हुन्छ। यहाँ खस्यो भने कसको दाँत फुक्लेछ ऊ रगतै छ। ए ल 1 2 3 फाइनली हामी पारी आइसक्यौँ बल्ल बल्ल। उता जुत्ता हातमा बोकेर आउँदै हुनुहुन्छ उहाँ। नाङ्गेहरू सुरु भयो।
नारायणदाई लास्टमा फाइनली म अनि यो दाई पौडेर सकिसक्यौँ। अरू चाहिँ अझै पनि पौडिँदैछन् है, अझै पनि पौडिँदैछन्। मान्छे लास्ट भिड छ यार। ल जाऊ पसिना काट्न छ यार। भर्खर नुहाएको त अनि के गरौँ त नि। पर्वेश सर पुग्लुङ पुग्लुङ गर्नुभएको युनियन नमस्ते हनुमानजी। पुरा पहाडै लिएर बस्नु भएछ त हनुमानजी। कता हिँड्नुभयो हनुमानजी? अर्को हनुमानजी आउनु भाइ। नमस्ते हनुमानजी। पुरा पहाडै बोकेर आउनु भएछ त। हामी चाहिँ पौडेर आएको त्यहाँ हो। हजुर हनुमान हनुमानले के खानु भएको? हनुमानले के हो त्यो बिस्कुट? हनुमानले बिस्कुट खानु भएको। हामी कता निस्किने? यता के टाढा? हनुमान सन्तोष दाइ कताबाट गयो? पिकनिक चलिरहेछ। देख्न सक्नुहुन्छ पछाडि ब्याकग्राउन्डमा। भोक लागेको बेलामा मस्त बसा छ यार। चाउचाउ त कहाँ गएको हो यार? ल फाइनली अब चाहिँ सकियो है आज राइड भर्खरै। भ्लग चाहिँ यति नै आजको लागि। फेरि नेक्स्ट भ्लगमा भेटौँला। त्यतिन्जेलको लागि बाई बाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु है। जय हो सिद्ध बाबा।